ल गाइज, आज चाहिँ मेरो इन्टरभ्यू हो अनि म चाहिँ आफ्नो स्कुल जान्छु सेन्ट जेभियर। अनि मेरो नाम निक्लिनुपर्छ, खै थाहा छैन नाम निक्लिन्छ कि नै। त्यसपछि म रोहित अङ्कलको क्याफे जानेछु, कहिले देखाउने छु त्यो क्याफे। ल गाइज, अब चाहिँ म स्कुलतिर लागेँ। यो चाहिँ सेन्ट जेभियरको फिल्ड हो। यहाँ म जस्तै सानो बच्चाहरू छन्, हेर्न सक्नुहुन्छ, धेरै छन् एकदमै। आज सबैको इन्ट्रान्स छ। फिल्डै चाहिँ एकदम ठुलो रहेछ, यहाँ क्रिकेट फुटबल दुइटै खेल्न मिल्छ। मेरो टर्न आएको छैन, त्यही भएर म कुदेर बसिरहेछु। अब चाहिँ मेरो टर्न आउन आयो, अब चाहिँ म भित्र जानेछु। यहाँ चाहिँ टन्न ट्रफी राखेको रहेछ। यो चाहिँ मेरो सेकेन्ड फ्लोर हो अनि यहाँ चाहिँ म इन्टरभ्यू दिन आएको छु। फाइनली गाइज, म चाहिँ रोहित अङ्कलको क्याफे आइसकेँ। हेरौँ भेट हुन्छ कि नै मेरो रोहित अङ्कलसँग। भेट्न चाहन्छु। म चाहिँ हजुरको क्याफेमा आइसकेको छु। मलाई हजुरसँग भेट्न धेरै चाहना छ। यो चाहिँ धेरै टाइम लाग्दो रहेछ। पिज्जा आउनु एकदमै धेरै टाइम लाग्दो रहेछ। हेर्न सक्नुहुन्छ गाइज, अझै आएको छैन। अङ्कल, पिज्जा छिटै बनाउनु पर्यो है। फाइनली गाइज, मेरो पिज्जा आइसक्यो। अब म टेस्ट गरेर भन्ने वाला छु। आजको लागि मेरो भ्लग यति नै। बाई। प्लिज लाइक एन्ड फलो मी। बाई।